हामी सरकारको विरोध गर्नै नहुने मेरो अगाडि आएर नगरोस् सिधै कुरा हाम्रो अगाडि आएर नगरोस् गर्छ भने उता कतै गएर गरोस् अनि उनीहरूको झोलेको काङ्ग्रेसको मान्छेबाट पीडित भइरहेछौँ हाम्रो सम्पत्ति खाएर उनीहरूको नाममा लगिरहेछ अनि हाम्रो काङ्ग्रेस यस्तो उस्तो हामी पीडित भएको झन् उसले आएर त्यसो भन्ने अनि त्यो झोले होइन त तपाईँ लघुवित्त पीडितलाई देख्न सक्नुहुन्न सहकारी पीडितलाई देख्न सक्नुहुन्न मिडल क्लास पीडितलाई अरू आन्दोलनलाई देख्न सक्नुहुन्न त्यस्तो गरेको छैन लघुवित्त पीडित हामीले चाहिँ के भनेको भने खाने बेलामा समूह मिल्ने अनि ल्याम खाने अनि सरकारले तिर्दिन्छ पहिला बालन सरकारलाई सोधेर खाएको हो र तिर्दिन्छ त्यो त अलिकति लाज पनि लाग्नुपर्छ पहिले सरकार गरेका गल्ती यो सरकारले गर्दैन हैन समय समाधान गर्दैन अब गर्ला नगर्ला त्यो आफ्नो ठाउँमा छ तर हाम्रो बुझाइमा चाहिँ खाएपछि तिर्नुपर्छ खाएपछि हग्नुपर्छ भन्ने थाहा छ तपाईको समस्या भन्नुस् त अब ठ्याक्कै भन्नुस् त मेरो समस्या त मेरो अदालतबाट फैसला पाएर न्याय पाएर आएको तर ज्योति विकास ब्याङ्क र मुख्यमन्त्रीको सेटिङमा पहिलाका दलले यो भ्रष्टहरूले गरेर र त्यसको सेटिङमा चाहिँ अहिले मेरो सम्पत्ति कसका कारणले यसरी बस्नु परेछ त्यो भन्नु अहिले म ज्योति विकास ब्याङ्क र मुख्यमन्त्री बहादुर सिंह लामाका कारणले अब यसको समस्याको समाधान कसले गर्ने सरकारले कसले गर्ने त सरकारले गर्ने भइसके पछाडि सरकारसँग अहिले तपाईको आवाज पुगेकै छैन पुगेको छैन भने बिस्तारै सरकारले पुगोस् तपाईलाई त हेरेकै छैन हेर्नु अनि व्यवस्था गरेको छ सरकारले हेर्नुहुन्छ होला नि त अब अहिले सुनसरीमा त्यत्रो घटना घटेको छ पहिला त्यहाँ ठुलो कि यो ठुलो त तर जहाँ इम्पोर्टेन्ट छ त्यहाँ जाने हो नि त त्यो सकेर आएर हेर्न समस्या सरकारले केही होइन हैन त्यसमा मेरो समस्या किन होइन मेरो होइन भए त म किन रोडमा आएर बस्नु पर्थ्यो त मेरो त समस्या छ नि तर म त मरिहालेको छैन नि त त्यत्रो मान्छे मरेर त्यत्रो घटना भइरहेछ त्यता जाने कि पहिला यता आउने त पहिला त्यताको समस्या सावधान भएर सरकारले हेर्ला सुन्छ भनेरै र यो आवाज पुगोस् भनेरै हामी यहाँ आएर बसेको हो।